बाय यो हाम्रो कोनवेको टेस्टर है। यसले तपाईँको 12 भोल्ट 6 भोल्ट 24 भोल्टलाई पनि टेस्ट गर्छ है। यो भनेको टेस्टर हो तपाईँको ब्याट्री टेस्टर है। यसले तपाईँको ठुलो पनि गर्छ सानो पनि गर्छ है। नयाँमा आउँदा तपाईँको यो छुट्टै र यो छुट्टै हुन्छ है। तपाईँको यो हाल्ने बेलामा यसलाई यसरी मिलाएर हाल्नुपर्छ है। यस्तो सेट गरेर नि यो टाइट गर्नुपर्छ। यसलाई अलिक मजाले टाइट गर्नु होला। यो राम्रोसँग टाइट भएन भने तपाईँको राम्रोसँग रिजल्ट आउँदैन कि। यो राम्रोसँग टाइट गर्नु। त्यसपछि मैले यो अहिले सानो ब्याट्रीमा जोडेर देखाउँदैछु। यो जहिले नि यो रातो प्लस हुन्छ माइनस है। तपाईँको यो जोइन गरिसकेपछि तपाईँको यस्तो आउँछ डिस्प्लेमा है। यो डिस्प्ले चिटेर के रहेछ तपाईँको मोटरसाइकल कार ट्रक है। अनि यसमा तपाईँको अर्को ब्याट्रीहरूको वेभ फर्म अनि यो चार्जिङ टेस्ट। तपाईँको यो गाडीमा राखेपछि त्यसको चार्जिङ पनि यहाँबाट हेर्न मिल्यो होइन। अनि क्र्याङ्किङ टेस्ट भनेको त्यो क्र्याङ्क गर्ने बेला स्टार्ट गर्ने बेला कतिको लोड लिइरहेको छ होइन। यसको क्र्याङ्किङ पावर राम्रो छ कि छैन भनेर हेर्न मिल्छ है। बाँकी यो तपाईँको रिभ्यूहरू प्रिन्टहरू यो सेटिङ भयो। यसको नि अर्को भिडियो म बनाउँछु। अहिले चाहिँ यो तपाईँको बाइकको है बाइककोमा के गर्नुपर्ने हेर्नु है। यसको सुरुमा यो बाइकमा सिलेक्ट गर्ने त्यसपछि यो तपाईँको ओके गरेपछि यस्तो आउँछ है। यो कुन टाइपको ब्याट्री हो भने पहिला हेर्नुपर्ने। जस्तो यो SR 5 बिग है। यसमा तपाईँको सर्टी अलिक जुम गर्दा जस्तो तपाईँको YB 2.5 है यल तपाईँको 2.5 को भयो। त्यसपछि तपाईँको YB 3L यो तपाईँको 3 एम्पियरको भयो। अनि तपाईँको YTZX यो 4 एम्पियरको भयो। यो 5 एम्पियरमा तपाईँको ठुलो सानो हुन्छ। जस्तो जेड छ YTZ5 पनि यो सानो भएको बेलामा यसमा सिलेक्ट गर्नु पऱ्यो होइन। एकछिन। अनि यो हाम्रो चाहिँ अहिले तपाईँको अग्लोवाला हो। त्यही भएर हामीले यो तपाईँको YTZX5 मा राखेर अनि त्यसपछि तपाईँको यो ओके गर्नुपर्छ है। अनि तपाईँको यो गाडी जस्तो तपाईँको यो बाइकहरू अन भएको बेला यो हेर्न मिल्ने। त्यही भएर तपाईँको टर्न अफ गर्नु भन्छ। त्यसमा केही गर्नु परेन। हामीले बाहिर हेरिरहेको छ त्यसले गर्दा यो सिधै ओके गरे हुन्छ है। यसमा तपाईँको दुईवटा कुरा हेर्नुपर्छ है। तीनवटा कुरा दुईवटा होइन। तपाईँको जस्तो एउटा सिसे त हेर्नु पऱ्यो होइन। सिसे कति छ 147 छ है। सिसे भन्दा नि पहिला यो तपाईँको यसको के छ यो यहाँ छ भनेको तपाईँको स्टेट अफ हेल्थ है। यसको हेल्थ कतिको राम्रो छ भने यसको हेल्थ तपाईँको 100% चाहिँ ठिक छैन। अनि तपाईँको यसरी माथि थिच्यो भने तपाईँको SOC भनेको स्टेट अफ चार्ज भनेको तपाईँको जम्मा यसमा 89% मात्र छ। किनकि तपाईँको भोल्टेज कति छ भने 12.51 मात्र छ नि त। यो फुल चार्ज छैन तर यसको हेल्थ चाहिँ राम्रो छ। तर यो फुल चार्ज छैन तैपनि तपाईँको सिसे राम्रो आइरहेको छ नि। यसलाई चाहिँ फुल चार्ज गर्नुपर्छ। यो 12.51 मात्र हो भने तपाईँको ब्याट्रीको भोल्टेज कम्तीमा फुल चार्ज हुने तपाईँको 1260 भन्दा माथि हुनुपर्छ कि 1260 1280 13सम्म भयो भने केही फरक पर्दैन होइन। यो तपाईँको यही नै हो। यसको कन्डिसन चाहिँ गुड ब्याट्री हो है। यो भिडियो चाहिँ हाम्रो युट्युब च्यानलमा आउँछ है। यो हामीले प्राय भिडियो बनाइरहेको हुन्छ। त्यही भएर अब ठुलो भिडियोहरू तपाईँको उसमा अरू चिजमा राख्न पनि गाह्रो हुन्छ। त्यही भएर युट्युबमै आउँछ है। यो युट्युब च्यानल मैले बनाएको छु त्यसमा आउँछ। त्यो हेरेर के छ यसको प्रतिक्रिया दिनु होला है। लाइक सब्सक्राइब कमेन्ट पनि गर्नु होला है।